सम्पूर्णमा फेरि पनि नमस्कार भन्न चाहे। जसरी पूर्वमा जय माटोको लहर, श्रम संस्कृतिको लहर गुन्जिरहेको छ, त्यसै गरी अब केही समयमा हाम्रो प्युठानमा पनि गुन्जिनेछ। श्रम संस्कृति पार्टी प्युठानमा जोडिनको लागि विभिन्न नम्बरहरू हामीहरूले दिएका छौं। यहाँनिर देख्नुहोस् सर, नम्बरहरू छ र यो नम्बर मार्फत तपाईँ जोडिन सक्नुहुन्छ भने सामाजिक सञ्जाल टिकटक मार्फत पनि तपाईहरु जोडिन सक्नुहुन्छ, फेसबुक मार्फत जोडिन सक्नुहुन्छ। सबैजना आउनुहोस्, मिलिजुली अगाडि बढौं, देश बनाऊ। किनकि विगतको 25-30 वर्षदेखि हामीले चुन्दै पठाएका, भोट हाल्दै पठाएका व्यक्तिहरूबाट हामी पटक पटक निराश हुँदै आइरहेका छौं। देख्न सक्नुहुन्छ यो खरबोटदेखि मच्छीसम्मको सडक खण्डको अवस्था कस्तो छ। कति वर्ष भयो म जन्मिएर 25 वर्ष पुगिसक्दा पनि मेरो आमाले मलाई उठाएर गाडीमा राख्ने बेला पनि त्यो बाटो त्यस्तै थियो भने अझै पनि त्यस्तै नै छ। तसर्थ हामीहरू जाग्न जरुरी छ। हामीले एउटा 1 किलो स्याउ किन्दाखेरि कुहिएको छ कि कुहिएको छैन भनेर हामीले त्यहाँनिर चाहिँ छानी हाल्छौं भने हामीले आफ्नो देश विकास गर्ने नेतृत्वकर्तालाई हामीले किन छान्दैनौं? त्यो व्यक्ति राम्रो छ कि छैन भनेर हामीहरू किन आवाज उठाउँदैनौं? किन हामीहरूले चाहिँ विकास भएन, यो भएन, कमी कमजोरीलाई किन आवाज उठाउँदैनौं? तपाईँ हामी जाग्न जरुरी छ। तपाईँ हामी उठ्यौं र आवाज उठायो भने भोलिको दिनमा पक्कै पनि राम्रो नेतृत्वकर्ता हामीले आफ्नो जिल्लामा पाउनेछौं र विकास हुनेछ। देख्न सक्नुहुन्छ हाम्रो भालुवाङदेखिको यो सडक खण्ड अगाडि कालोपत्रे गर्दैछ, एक दिन छैन, पछाडि भत्किरहेको छ। चालक दाइहरू यहीँनिर हुनुहुन्छ। त्यो बाटोको अवस्थाहरू कस्तो छ, त्यसको जिम्मा कसले लिने, कस्तो व्यक्तिले काम गरिरहेको छ, त्यसको निरीक्षण कसले गर्ने? यी सबै यावत कुराहरूलाई श्रम संस्कृति पार्टीले जोडेर जानेछ। भोलिको दिनमा हामीले नेतृत्व गर्यो भने हामी नेता बनेर आएर ओहो माननीय ज्यू भनेर हामीहरू कोही पनि आउनेवाला छैन। हामी भनेको शरम गर्ने हो। दुखी गरिब हाम्रा चालक दाइहरू हुनुहुन्छ, प्रहरी दाइहरू हुनुहुन्छ, सबैजना हामी मिलेर अगाडि बढ्ने हो, काम गर्ने हो, शरम गर्ने हो। दैनिक यहाँबाट केही नभएको 5 जना त विदेश जानको लागि मात्र प्युठानबाट काठमाडौँ नाइट चढ्नुहुन्छ होला, विदेश जानको लागि, अब बेचिनको लागि। किनकि सरकारले बेचिरहेको छ, नागरिकलाई बेचेछ। कहिले पासपोर्टको लागि भन्छ, कहिले मेडिकलको लागि तपाईको 10,000 भन्छ, कहिले के भन्छ, कहिले आन्दोलन हुन्छ, कहिले के हुन्छ। हामीहरूले शास्ति भोग्दै आएका छौं। अब यो शास्तिको लागि तपाईँ हामी जाग्न जरुरी छ, तपाईँ हामी बोल्न जरुरी छ। पटक पटक जिताएर हामीले पठाएर आखिर के पायौं? आउँछन्, एउटा फोटा खिच्छन्, त्यसपछि भन्छन् अबको टेन्डर पर्यो, अबको माननीय ज्यूले चाहिँ यो बाटो बनाउनु भयो भनेर चाहिँ पोस्ट गरेर जान्छ। फेरि 6 महिनापछि अर्को नेता आएर त्यहाँनिर चाहिँ फेरि त्यहीँनिर चाहिँ फोटो खिचेर चाहिँ पोस्ट गर्ने अवस्था छ। यो सबै कुराहरूलाई तपाईँ हामीहरूले विरोध गर्ने ठाउँमा विरोध गराउनु पर्छ, चेतना जगाउने ठाउँमा चेतना जगाउनु पर्छ। फोहोर मैलाको विषयमा म के भन्न चाहन्छु भने प्युठान जिल्लाको व्यापारिक केन्द्र बागदुला बजार यो भनेको हाम्रो मुटु हो। यहाँनिरबाट दैनिक तपाईको जिल्ला बाहिरहरू गाडीहरू छुट्छन्, रात्रिकालीन गाडीहरू छुट्छन्, राजधानीको लागि गाडीहरू छुट्छन्। यहाँनिर फोहोर व्यवस्थापन र हरेक कुराको लागि सिस्टमहरू बनाउन आवश्यक छ। र लगायत म के भन्न चाहन्छु भने प्युठान नगरपालिकाको हाम्रो फोहोर व्यवस्थापन गाडीहरू जे पनि छ, तपाईहरूले पनि बेला बेलामा कार्यक्रमहरू सञ्चालन गर्नुहोस् र यहाँनिर चाहिँ फोहोर मैला व्यवस्थापनको लागि जनजागरण कार्यक्रमहरू गर्नुहोस् भन्न चाहन्छु। र सम्पूर्ण जति पनि प्युठानी दाजुभाइ दिदीबहिनीहरू जहाँबाट यो भिडियो देख्दै हुनुहुन्छ, तपाईहरू पार्टीमै आउनुपर्छ भन्ने छैन, तर आफ्नो ठाउँबाट आफ्नो जिल्लाको लागि, आफ्नो लागि र आउने सन्तानका लागि तपाईहरूले चाहिँ आवाज उठाउनुहोस्। किनभने अहिलेको समयमा बुढाले विदेशमा गएर पैसा कमाउने र श्रीमती गएर छोराछोरीलाई पढाउने भन्दै जिल्ला बाहिरिने क्रम र गाउँ रित्तिने क्रम जारी छ। तसर्थ तपाईहरूले चाहिँ लाग्न जरुरी छ। आफ्नो लागि र आफ्नो सन्तानको लागि आवाज उठाउनुहोस्, बोल्नुहोस्। जय माटो, जय श्रमदान, जय देश।